इस्टोनियाको राजधानी तालिनमा आइपुगेका छौँ। जस्तो कि हाम्रो पछाडि यहाँहरूले ठुल्ठुलो दुईवटा पानी जहाज देख्नुभयो। पहिला बायाँको कुरा गरौँ, यो पानी जहाजको नाम चाहिँ मेइन सिप हो, जर्मनीको हो, तर अहिले रोयल क्यारिबियनले कन्ट्रोल गर्छ। अनि यो चाहिँ भ्यालेटा माल्टामा रजिस्टर गरिएको हो। त्यहाँबाट सर यता चाहिँ ब्रिटानिया हो, पियोनो क्रुजको, र यो चाहिँ अहिले कार्निभलले कन्ट्रोल गर्छ। अब यतिका ठुल्ठुला पानी जहाजहरू यस्तो समुद्रमा कसरी तैरन्छ भनेर धेरै सामाजिक सञ्जालका मित्रहरूले मलाई प्रश्न गर्नुभएको छ। यतिका ठुल्ठुला पानी जहाजहरू पानीमा कसरी तैरन्छ भन्ने प्रश्न साह्रै गहकिलो प्रश्न हो। तर त्यति गहकिलो प्रश्नको उत्तर एकदम साधारण छ। ओके, यो पानी जहाजहरू पानीमा तैरनु पर्ने एउटा नियम छ, ल अफ बुयन्सी भन्छ, उछालको नियम, अथवा आर्किमिडिज प्रिन्सिपल भनेको आर्किमिडिजको सिद्धान्त, अथवा यसो भनौँ उत्तार चढावको सिद्धान्त भनिन्छ। को हुन् त आर्किमिडिज? आर्किमिडिज ग्रिक नागरिक हुन्, तर सिसिलीमा जन्मेका थिए। सिसिली अहिले इटलीमा पर्छ। उनको जन्म ईसापूर्व 287 मा भएको थियो र उनको हत्या ईसापूर्व 212 मा रोमन सिपाहीले उनको घरमा बसिरहेको बेला गरेका थिए। उनी असाध्यै राम्रो गणितज्ञ अथवा भौतिक शास्त्री हुन् र आधुनिक सबै क्रुजहरूको माथि पानीमा तैरने सिद्धान्तका प्रतिपादक उनै वैज्ञानिक हुन्। अब यो कसरी हुन्छ भन्दाखेरि एकदम साधारण छ। यो जस्तो कि पानी जहाज छ, पानी जहाजको जति तौल छ त्यो तौल बराबरको पानी दायाँ बायाँ विस्थापन गरिन्छ भने त्यो पानी जहाज अडिन्छ। उदाहरणको लागि यो पानी जहाज ब्रिटानियाको तौल 1,43,370 ग्रस टन हो। यसले पानीमा हिँड्दाखेरि त्यति नै बराबरको तौल दायाँ बायाँ पानीमा विस्थापन गर्छ, जसले गर्दा यो अडिन्छ। तर विस्थापन गर्नुपर्ने नियमहरू थुप्रो छ। म त्यसको विषयमा चाहिँ चक्र बोर्ड भए मजाले फर्मुलासहित सूत्रसहित बताइदिन्थे कसरी अडिन्छ भनेर, त्यो सम्भव भएन। तैपनि एकदम साधारण छ अनि सबैले बुझ्नु भयो होला। यदि बुझ्नु भएन भने अल्बर्ट आइन्स्टाइनले के कुरा भनेका छन् भने, भीम तिमीले भनेका कुरा 7 वर्षभन्दा माथिका बच्चाहरूले बुझ्दैनन् भने त्यो कुरा तिमी आफैले बुझेको हुँदैनौ भन्छ। त्यसकारण त्यो कुरा मैले बुझेको छु, तपाईँहरूलाई बुझाउनु नसक्ला, त्यो आफ्नो स्थानमा छ। तर एकदम सिम्पल छ। उत्तार चढावको सिद्धान्त, आर्किमिडिज प्रिन्सिपल, सेराकुज